भनेपछि हामीले घरको जग यति गहिरो खन्यौँ कि घर बनाउँदा बनाउँदै पानी खाने नसा नै काट्दियौँ। ठ्याक्कै त्यही भयो। नसाने काटिएपछि मुटुमा रगत पुग्ने कुरै भएन। एकातिर हामी स्मार्ट सिटी बनाउने कुरा गर्छौं, करोडौं खर्च गरेर घर बनाउँछौं, अनि त्यही घरमा पानी नआएपछि पहेँलो ट्याङ्कर कुरेर बस्छौं। आफ्नै खुट्टामा बन्चोरो हान्नु भनेको त यही होला नि। हिटीहरू सुग्नुको पहिलो प्राविधिक कारण नै यही चोक पोइन्ट हो। अर्को ठूलो दुर्घटना के भयो भने सहरलाई पुरै कालोपत्रे र कङ्क्रिटले ढलान गरियो। माटो त देख्नै मुस्किल छ अचेल। अघि हामीले पोखरी र प्राकृतिक रिचार्जको कुरा गर्यौं नि, अहिले त आकाशबाट परेको पानी जमिन मुनि रसाएर जानै पाउँदैन। किनकि जमिनले पानी पिउनै पाएन। पहिले पो माटो थियो, इँटा ओछ्याइएका बाटो थिए, पानी छिर्थ्यो। अहिले त पुरै सिल गरिएको छ। हो नि, पानी पर्न साथ सबै ढलमा बगेर जान्छ वा सडकमा बाढी आउँछ। माथिबाट पानी रसाएर नआएपछि जमिनमुनिको एक्विफर सुक्यो। एकातिर हामीले जमिनमुनि डिप बोरिङ गरेर भएको पानी सबै तान्यौं, अर्कोतिर आकाशको पानीलाई जमिनभित्र जान दिएनौं। एकदम। सहरीकरणले प्राकृतिक स्रोत र पानीको चक्रलाई पूर्ण रूपमा बेवास्ता गर्यो। आज सयौं हिटीहरू पुरिएर हराएका छन्, केहीमा फोहोरको डङ्गुर थुप्रिएको छ भने बाँकी रहेका ती सुन्दर कलात्मक मकरका मुखहरू सुक्खा र चर्किएका छन्।